नमस्कार, घरेलु ब्लगमा स्वागत छ तपाईँहरूलाई। आज भाल्जे गाउँ जाने क्रममा बिहानको चलपल माछा पोखरीमा यो देख्न सकिन्छ। यहाँ बिहान करिब 5 बजीदेखि 8 बजीसम्म तरकारी बेच्ने र किन्नेको घुइँचो देख्न सकिन्छ। तरकारी किन्ने क्रममा हामीले पनि फेरि तरकारी किनियो गाउँको लागि। अब हामी लाग्दैछौँ गाउँतिर भाल्जेको गन्तव्य। स्वागत छ भाल्जे गाउँमा। यो गाउँ नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकामा पर्दछ। समुद्र सतहबाट 2000 मिटर माथि रहेको यस गाउँमा तामाङ जातीय र घले जातिहरूको बाक्लो बसोबास गर्दछन्। यहाँका अधिकांश मानिसहरू कृषि, पशुपालन तथा साना व्यवसायमा निर्भर छन्। शिक्षा, स्वास्थ्य, सडक तथा सञ्चार जस्ता आधारभूत सुविधाहरू क्रमशः विकास हुँदै गएका छन्। प्राकृतिक वातावरण र शान्त परिवेशका कारण यो गाउँ आन्तरिक पर्यटकका लागि पनि आकर्षक बन्दै गएका छन्।